नमस्ते दर्शकबिन, हाम्रो सिमराबाट दिदी आउनुभएको थियो, एउटा समस्या लिएर आउनुभएको थियो मसँग। दिदी हजुर सिमरा कुन ठाउँबाट हो? म सिमरा नेपाल ग्यास अगाडि भन्छन् सिमरा वार्ड नम्बर 2 मा आउनुभएको। खास तपाईँ यस अकुप्रेसर घरेलु उपचार केन्द्रमा चाहिँ कसरी आइपुग्नु भयो खास त यहाँ उपचारको लागि? मलाई चाहिँ खासै थाहा थिएन। मैले चाहिँ हजुरको टिकटक देखेर टिकटकमा हेरेर नै आएको हो। टिकटक देखेर आउनुभयो। खास चाहिँ समस्या के भएको थियो? तपाईँ कति वर्ष थियो या कति महिनादेखि थियो समस्या तपाईँ? मेरो चाहिँ लगभग तपाईँको 3-4 वर्ष भयो यस्तो भएको। मेरो चाहिँ ढाडदेखिबाट एकपट्टिको यो साइड पुरा दुख्ने थियो, हिँड्न सक्दैन थिएँ, पुरा दुखेर पेन भएर अहिले चाहिँ मलाई एकदम राम्रो भएको ठिक भएको छ। पहिला चाहिँ तपाईँले उपचारहरू काहीँ गर्नै भएको थिएन यो विषयहरूमा कि रोग लुकाएर बस्नु भएको तपाईँ खास उपचारै नगरेर? उपचार भन्नाले मैले गर्न त गरेँ तर त्यति धेरै चाहिँ गरेको थिइनँ। अहिले पनि अन्तै गर्न भनेर आएको थिएँ। हजुर। अनि आउँदाखेरि मलाई त्यहाँ चित्त बुझेन, अनि यहाँ टिकटक हेरेर बसी थिएँ। अनि हजुरको टिकटक आएको देखेर अनि त्यहाँबाट पक्कै यहाँ चाहिँ राम्रो हुन्छ भनेर आएको। तर मलाई एकदमै राम्रो भयो, खुसी लागेको छ। खुसी लाग्नु। आज कति दिन भयो दिदी अकुप्रेसरमा? आज तपाईँको 23 दिन भयो। 23 दिन भयो है। जस्ट पहिला चाहिँ तपाईँको जुन हामीले अब रोग पत्ता लाग्यो तपाईँको ग्यास सेन्टर आउट थियो होइन, अब त्यो मांसपेशीहरू पुरा डल्लो डल्लो परेको थियो होइन, त्यसले गर्दा चाहिँ तपाईँको चाहिँ नसाहरू चाहिँ दबावमा परेर चाहिँ तपाईँलाई दुखाइहरू बढी आएको थियो। हिँड्दाखेरि अब नसाहरू तपाईँको प्रेसर परेपछि दुखाइ त त्यतिकै आउने नै भयो होइन। अब तपाईँले खानु नहुने कुराहरू भनेको चाहिँ जस्तै अमिलोहरू दुधहरू भयो, जस्तै मकैको आइटमहरू कुनै पनि अब केरा आँपहरू फ्रुटहरूमा यस्तोहरू चाहिँ नखानु होला होइन, केही समयलाई बार्नु होला, कागती गुन्द्रुकहरू पनि नखाइदिनु होला होइन। अब तपाईँले यसलाई केयर राम्रोसँग गर्नुभयो, खानपिन राम्रो कन्ट्रोल गर्नु, 2-4 महिना राम्रोसँग बार्नु भयो भने यो समस्याबाट तपाईँ ठिक हुनुहुन्छ होइन। होइन भने फेरि तपाईँले के भन्छ खानपिनको कारणले पनि तपाईँलाई फेरि रोग बढ्ने सम्भावना हुन्छ नि। तर फिलामा त समस्या अब त्यो साइडमा त नहोला, थाइमा त, तर पनि ग्यास बढ्यो भने फेरि नसामा ग्यास छिर्यो भने चाहिँ तपाईँलाई आउँदै समस्याहरू क्रिएट हुन्छ होइन। यो चाहिँ तपाईँले एकदम ध्यान दिनु होला है त। जस्तो अब यहाँ अकुप्रेसनमा आउनुभयो तपाईँ, आज 22 दिन तपाईँ उपचार गर्नुभयो होइन। आज तपाईँ डिस्चार्ज गर्दैछौँ हामीले हुन त अब अस्तिदेखि नै कोसिस गरिरहेको छौँ चाँडो गरौँ तर के गर्नु, अब रोगको सिम्टमहरू कहिले कहिले घट्दिँदैन, जुन घट्नुपर्ने चिजहरू घटेको हुँदैन होइन। तर तपाईँलाई हामीले यहाँनिर त्यस्तो मेडिसिनहरू पनि त चलाएन होइन। अब ग्यासको लागि पनि मेडिसिन खासै चलाएन। तपाईँ पहिलो व्यक्ति होला त्यति ग्यासको दबाईहरू अरू दबाईहरू नचलाएको पनि होइन। तपाईँ राम्रो अब ठिक छ, मेरो हिसाबले त तपाईँ 99% चाहिँ ठिक छ, 1% भनेको अब तपाईँको हातमा छ होइन। तर यो रोग चाहिँ भल्झिँदैन, तपाईँ ढुक्क हुनु होला होइन। त्यस्तो केही पऱ्यो भने हामीसँग सम्पर्क गर्नु होला, हामीलाई कलहरू गर्नु होला, हामी यहाँ सिकाएर पनि तपाईँको त्यो समस्या ठिक गर्न सक्छौँ। अब यसको लागि यो रोगको लागि भनेर तपाईँले अब हस्पिटलहरू धाउनुपर्ने अथवा थेरापीहरू धाउनुपर्ने होइन, अथवा आयुर्वेदहरू धाउनुपर्ने हुँदैन। यसको इलाज तपाईँसँगै छ, तपाईँको घरमै बसेर तपाईँले गर्न सक्नुहुन्छ। तर सम्पर्क चाहिँ गर्नु होला, समस्या त्यस्तो भएको जस्तो फिल भयो भने है, फेरि पछि फेरि अलिअलि हुँदैछ भनेर त्यस्तो नगर्नु होला, हेरचाह चाहिँ नगर्नु होला। सकेसम्म यो रोग फर्केर चाहिँ आउँदैन, तपाईँ ढुक्क हुनुहोस् होइन। अब तपाईँको काम पनि त्यस्तो छ, अब कुर्सीमा बसेर कामहरू गर्ने काम छ होइन, त्यसले गर्दा नि अलिकति इफेक्टिभ पर्छ। तर के भन्नु तपाईँले खाना खाइसकेपछि 15-20 मिनट चाहिँ तपाईँ हिँडुल्टै गर्नुहोस् है। खाना खाने बित्तिकै ठचक्क बसेर काम नगर्नु होला, खाना खाने बित्तिकै बेडमा गएर नबस्नु होला, कामहरू मजाले गर्नुहोस्। आधा 1 घन्टा बेलुकाको टाइममा पनि सट्ट घुम्नु यताउता गर्नु, काम धन्दाहरू सिधेर, अनि त्यसपछि बल्ल भयो अनि बेलुका नि। तर अनिवार्य बेलुका एउटा सेवा खानु होला। खाना खानुहुन्छ भने 6 बजे अगाडि खाना थोरै खानुहोस् होला। चिल्लो, पिरो, अमिलो, नुन यो चिज चाहिँ एकदमै कम गर्नुहोस् होला। नुन पनि हामीले 19% खाने, तेल पनि हामीले 19% मात्रै हालेर खाने है त। यो चिजहरू कन्ट्रोल गर्नु होला। अनि त्यसपछि तपाईँले दुधको चियाहरू खानु मन लाग्यो केही गर भने पनि हामी नेपालीमा हामीलाई खानु मन लाग्छ, खाइरहेका छौँ होइन। अब असर त असर गर्ने नै हो। तर दुधको चिया खाँदाखेरि खाली पेट मात्रै नखानु। खाली पेटमा खानुभयो भने चाहिँ तपाईँलाई ग्यास बन्छ है त। र दुधको चिया खाँदा धेरै रङ पकाएर चाहिँ रङ अलिकति ठिक्क हालेर सेतो पनि बनाएर नखानु होला। चिनी बन्द गरिदिन्छ। अब विदाउट सुगर तपाईँले चाहिँ चिया खाने गर्नु होला। कुनै पनि गुलियोहरू हुन्छ मिठाईदेखि लिएर कुनै पनि गुलियोहरू नखानुहोस् ल। गुलियोले हामीलाई कहिले पनि फाइदा गर्दैन है त। अरू केही छ त्यस्तो भन्नुपर्ने, अरू केही तपाईँलाई त्यस्तो लागेको छ मनमा? मलाई चाहिँ यहाँ आएर एकदमै राम्रो भएको छ। तपाईँहरू पनि आउनु होला, गर्नु होला। एकदमै सही ठाउँ हो यो भनेको। मलाई एकदमै गाह्रो हुन्थ्यो 3-4 वर्षदेखि, यहाँ अहिले एकदमै राम्रो भएको छ। यहाँ उपचारमा त्यस्तो केही कमीहरू आइदिँदै त्यस्तो केही छैन, एकदम सही छ, एकदम राम्रो छ। मेरो लागि चाहिँ एकदम राम्रो छ, तपाईँहरूको लागि पनि हुन्छ, तपाईँहरू पनि आउनुहोस्।
आउँदाखेरि राम्रै छ होइन बेटरै छ होइन हुन त सबै यत्रो पेसेन्ट छ सबैलाई राम्रै भइरहेको छ होइन अब कसैमा अब 1-2 दिन गरेर जानेहरूको त के कुरा गर्दा गरिसकेपछि अब राम्रोसँग गर्नुभयो भने राम्रो हुन्छ जाति चाहिँ हुन्छ भने हामी ढुक्क हुनुपर्छ भइरहेको छ मलाई भएछ भने तपाईँहरूलाई पनि हुन्छ तपाईँहरू पनि आउनुहोस् त्यही भन्छु म चाहिँ हुन्छ दिदी राम्रोसँग घर जानु होला दाइलाई पनि जाति भएको छ भनिदिउँ लाइभ भिडियोबाटै दाइ हेर्नु होला भिडियो होइन दिदी भिडियोमा हाल्छु र दाइको छोरीहरूलाई पनि भिडियोहरू हालिदिन्छु हजुरको मम्मीको हेर्नु होला जाति भएको सबैजना पछि कमेन्ट गर्नु होला है त हस् त